सुन त अबदेखि त र म नि युट्युब च्यानल खोलौँ युट्युब च्यानलबाट त धन्नै पैसा कमाइदिए त र म नि युट्युब च्यानल खोलौँ मस्त पैसा छाप्नुपर्छ कहाँ सुरुमै पैसा कमाइ हुन्छ त सुरुमा त कहिले तैँले सिक्नुपर्छ पहिले राम्ररी सिक अनि बल्ल सिक्दै जान्छस् अनि पछि पो आउने हो त पैसा कहाँ सुरुमै पैसा आउँछ त पैसा कमाउँछु भन्ने एक्सपेक्ट राखिस् भने चाहिँ त युट्युबर बन्न सक्दैनस् कन्टेन्ट क्रिएटर बन्न सक्दैनस् कन्टेन्ट क्रिएट गर्न नि सक्दैनस् पैसाको कुरा चाहिँ टगर पहिले चाहिँ काम सिक्नेतिर ध्यान दिएर लु मलाई नसिका दाइलाई सिकाउँछ हेर्दै जान अब म टक्क युट्युब खोल्ने हो अनि टक्क मस्त पैसा कमाउने हो तर चाहिँ अब सिक्दै गर म चाहिँ अब पैसा कमाउने हो ल ल म पनि हेर्छु कतिको पैसा कमाउने रहेछ त्यति सजिलो भएको भए सबैले पैसा कमाइसक्थ्यो पहिले कुरा त सिक्नुपर्छ तर ल ल मैले भने त तँलाई भाषण जस्तो हुन्छ त अब पैसा कमाउँदै गर्न है ल ओ तेरो कति भयो मेरो त हेर न 0 भ्युज यार न त सब्सक्राइबर नि छ म त छोडिदिन्छु म त सक्दिनँ यो मेरो भाग्यमै छैन यो युट्युबर पनि भाग्यमै रहेनछ छोडिदिन्छु म त त्यही कहाँ 1 महिनामै यो नि रिजल्ट आउँछ त कन्टिन्यू गर्नु पऱ्यो नि त मान्छेले कति वर्ष गर्दा त सक्सेस हुँदैन त एक महिनामै सक्सेस हुन्छ जस्तो म पनि गर्दैछु मेरो पनि भ्युज छैन सब्सक्राइबर छैन मेरो जिरै त हो नि अब म पनि त अब सिक्दैछु हेर्न अब अझै टाइम दिनुपर्छ 5-6 महिना 1-2 वर्ष गर्दै जाऊँ सिक्दै जाऊँ कुनै न कुनै दिन त भइहाल्छ नि कहाँ अहिले यति छिटो गिभअप गरेर हुन्छ ल तँ चाहिँ गर्दै गर 5-6 महिना दिन्छस् कि 5-6 वर्ष दिन्छस् कि 5-6 जुनी दिन्छस् गर सक्सेस हो त्यहीँ पैसा कमा त्यहीँ सिक्दै जा त्यहीँ सक्सेस हो है म त छोडिदिन्छु म त सक्दिनँ गाह्रो रहेछ नि 0 जे हेर्छु आज हेर्छु 0 भोलि हेर्छु 0 म त सक्दिनँ होस् छोडिदिन्छु गर गर ओए तेरो त 1 मिलियन सब्सक्राइबर पुगेर नि त हो अब चाहिँ पार्टी खुवाउनुपर्छ है तैँले अब 1 मिलियन सब्सक्राइबर पुगेपछि त अब पार्टी खुवाउनु पऱ्यो नि त पुग्यो नि 1 मिलियन मैले नि तँलाई नि भनेकै हो राम्ररी गर सिक्दै जा भनेर सक्सेस हुने रहेछ त हेर त म पनि सुरुमा 0 थिएँ 0 सब्सक्राइबर 0 भ्युज अहिले त 1 मिलियन सब्सक्राइबर छ मेरो है यति वर्ष मैले मेहनत गरेँ यति धेरै वर्ष मैले मेहनत गरेँ हेर त कति वर्षपछि बल्ल मैले 1000 सब्सक्राइबर पुऱ्याएँ तैँले त 1 महिनामै छोडे थिइस् हेर तँ पनि गरे भए अहिले त 1 मिलियन पुग्थिस् होला नि हेर त म त एकदमै खुसी छु पार्टी के म त यस्तो पार्टी खुवाउँछु त कहिले बिर्सिँदैन ल त्यही भएर कन्टिन्यू चाहिँ गर्नुपर्छ कि सिक्दै जानुपर्छ इम्प्रुभ गर्दै जानुपर्छ एक दिन सफल पक्कै हुन्छ नि यस 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 थुक्क सपना पो रहेछ